एभ्रिवान, आज हामी पढ्नेछौँ विद्युत चोरी नियन्त्रण ऐन 2058 बारे। यसमा चाहिँ संक्षिप्त नाम र प्रारम्भ भन्छ। यस ऐनको नाम विद्युत चोरी नियन्त्रण ऐन 2058 रहेको छ। के रहेको छ त? यो ऐनको नाम चाहिँ विद्युत चोरी नियन्त्रण ऐन 2058 रहेको छ। विद्युत चोरी नियन्त्रण ऐन 2058 मा चाहिँ सम्भावित विषयगत प्रश्नहरू हेरौँ है त। यसमा चाहिँ जो चाहिँ इक्जाममा सोध्न सक्ने प्रश्नहरू जो चाहिँ इक्जाममा अहिलेसम्म सोधिरहेको छ त्यो प्रश्नहरूबारे हामी केही छलफल गर्नेछौँ। विद्युत चोरी नियन्त्रण ऐन 2058 अनुसार वितरक भन्नाले के बुझिन्छ? विद्युत वितरक भनेको के हो त? यो के बुझिन्छ त वितरक भन्ने बित्तिकै? हेरौँ है त। विद्युत वितरक भन्नाले देहाय बमोजिमको चाहिँ विद्युतको हकमा निम्न व्यक्ति अथवा संस्थालाई चाहिँ सम्झाउनु पर्छ भन्छ। के छन् त? विद्युत ऐन 2049 को दफा 4 बमोजिम विद्युत उत्पादन तथा बिक्री वितरण गर्ने अनुमति पत्र प्राप्त गरी राष्ट्रिय ग्रिड प्रयोग गरी अथवा नगरी बिक्री वितरण गरेको विद्युतको हकमा चाहिँ अनुमति पत्र प्राप्त व्यक्ति सम्झनु पर्यो। खमा भन्छ विद्युत ऐन 2049 को दफा 21 बमोजिम नेपाल सरकारले खरिद गरी राष्ट्रिय ग्रिडमा समावेश गरी बिक्री वितरण गर्ने विद्युतको हकमा नेपाल सरकार र अन्य कुनै संस्था मार्फत खरिद गराई बिक्री वितरण गरेको विद्युतको हकमा चाहिँ त्यसरी खरिद गर्ने संस्थाहरू सम्झाउनु पर्यो। विद्युत ऐन 2049 को दफा 22 को उपदफा 1 बमोजिम नेपालभित्र आयात गरी बिक्री वितरण गरेको विद्युतको हकमा चाहिँ सम्बन्धित के भन्नु पर्यो त? आयातकर्ता भन्नु पर्यो। चमा हेरौँ अब के भन्छ। चमा भनेको छ विद्युत ऐन 49 को दफा 35 बमोजिम नेपाल सरकारसँग विद्युत बिक्री वितरण सम्बन्धमा करार गरी बिक्री वितरण गरेको विद्युतको हकमा चाहिँ त्यस्तो करार गर्ने व्यक्ति अथवा संस्था सम्झनु पर्यो। एउटा वितरकको वितरण प्रणाली प्रयोग गरी एउटा पोइन्टबाट चाहिँ विलिङ गरी अर्को पोइन्टमा विद्युत प्राप्त गरी बिक्री वितरण गर्ने विद्युतको हकमा चाहिँ त्यस्तो पछिल्लो पोइन्टमा विद्युत प्राप्त गर्ने व्यक्ति अथवा संस्थालाई हामीले वितरक भनेर सम्झनु पर्यो। दोस्रो नम्बरमा भन्छ दोस्रो क्वेसन है त। विद्युत चोरी नियन्त्रण ऐन 2058 अनुसार चाहिँ कस्तो कार्य गर्नेमा चाहिँ विद्युत चोरीको कसुर गरेको मानिनेछ? यो चाहिँ नेपाल विद्युत प्राधिकरणको तह 4-5 मा रिपिटेड क्वेसन रहेको छ। के भन्छ? कस्तो कसुर गरे, कस्तो विद्युत चोरी भन्छ कस्तो कसुर गरेको मानिनेछ? के गरे भने चाहिँ कसुर मानिनेछ, ठहर गरिनेछ भनेर भनेको छ। हेरौँ है त। कुनै पनि व्यक्तिले देहाय बमोजिमको कार्य गर्नेमा विद्युत चोरीको कसुर मानिन्छ। देहाय भनेछ के छन्? ऊर्जा मापक यन्त्र मार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा विद्युतको लाइन तानेमा वा जडान गरेमा भन्छ। के भन्यो त? ऊर्जा मापक यन्त्र नभइकन त्यो बाहेकका जति पनि विद्युतीय अथवा अन्य लाइनहरूबाट चाहिँ कुनै पनि कर्मचारी अथवा उपभोक्ताले, कर्मचारी नभनौँ उपभोक्ताले चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ विद्युतको लाइन तान्छ अथवा जडान गर्छ भने त्यसलाई चाहिँ त्यसलाई कसुर गरेको मानिनेछ। नम्बरमा भन्छ खमा भन्छ वितरकको स्वीकृति बिना सडक बत्ती अथवा अन्य प्रयोजनको लागि विद्युतको लाइनबाट विद्युतको लाइन तानेमा वा जडान गरेमा। के भन्छ त? वितरकको स्वीकृति बिना। कसको स्वीकृति बिना? वितरकको स्वीकृति बिना सडक बत्ती अथवा अन्य प्रयोजनको लागि विद्युतको लाइनबाट के गरेमा त? विद्युतको लाइन तानेमा वा जडान गरेमा पनि त्यस्तो गर्यो भने कसुर गरेको मानिने भन्छ। गमा के भन्छ हेरौँ है त। गमा भन्छ ऊर्जा मापक यन्त्र मार्फत घर वा भवनमा। के मार्फत? ऊर्जा मापक यन्त्र मार्फत घर अथवा भवनमा विद्युतको आपूर्ति गर्न निर्धारित प्रविधि बाहेकको अन्य प्रविधि अपनाएमा भन्छ। एउटा ऊर्जा मापक यन्त्रको पोलारिटी उल्टो पारी त्यसबाट फेज र अर्को ऊर्जा मापक यन्त्र वा अर्थबाट न्युट्रल लाइन लिएमा यसलाई पनि कसुर गरेको मानिनेछ भन्छ। ऊर्जा मापक यन्त्रमा कुनै पदार्थ घुसाएमा अथवा कुनै तरिकाबाट ऊर्जा मापक यन्त्रको डिस्कको सामान्य परिचालनमा के गर्यो भने अवरोध खडा गरेमा पनि कसुर गरेको मानिनेछ। यदि कुनै पनि उपभोक्ताले टर्मिनल लिङ्क खोल्छ भने त्यसलाई पनि कसुर गरेको मानिने भयो। 6 मा भन्छ वितरकको तर्फबाट ऊर्जा मापक यन्त्रमा लगाएको टर्मिनल अथवा टेस्ट सिल तोडेमा। के तोडेमा? टर्मिनल भयो अथवा टेस्ट सिल तोडेमा, त्यसलाई नासेमा, बिगारेमा अथवा नक्कली टर्मिनल टेस्ट सिलको प्रयोग गर्यो भने पनि कसुर गरेको मानिनेछ। यदि कुनै पनि उपभोक्ताले
ऊर्जामापक यन्त्र तोडी, नासी, बिगारी अथवा अन्य कुनै किसिमले चाहिँ क्षति पुर्याएमा के गर्यो भने यन्त्र तोड्यो, नास्यो, बिगार्यो अथवा चल्न असक्षम बनायो भने त्यस्तो नसक्ने गरी अब परिचालनै हुन नसक्ने गरी चल्न नै असक्षम बनायो भने पनि कसुर गरेको मानिनेछ। झमा के भन्छ हेरौँ है त। ऊर्जामापक यन्त्र राख्ने बाकसको सिल नभएको अथवा भए तापनि वितरकले चाहिँ के गरेको त वितरकको छाप नै लागेको छैन भने अथवा वितरकले बाहेक चाहिँ अरू कसैलेको अन्य व्यक्तिको चाहिँ छाप लागेको छ भने त्यस्तो सिल अब त्यो अरूको वितरकको अन्य व्यक्तिको चाहिँ छाप लागेको छ भने त्यसलाई पनि कसुर गरेको मानिने भन्छ। यहाँमा के भन्छ त सिटी अथवा पिटीको अथवा दुवैको सिल बिग्रेको अथवा पोलारिटी उल्टो वा फरक भएको वा कनेक्सन छुट्याएको देखिएमा सिटीपिटी भन्छ। सिटी भनेको करेन्ट ट्रान्सफर्मर, पिटी भनेको पोटेन्सियल ट्रान्सफर्मर। यदि त्यो दुईटैको चाहिँ सिल बिगारेको छ, पोलारिटी उल्टो पारेको छ, कनेक्सनहरू छुट्याएको छ भने त्यस्तो अवस्थामा कसुर गरेको मानिनेछ। यदि खण्ड क देखि यहाँसम्म उल्लेखित अवस्थामा बाहेक विद्युत शक्तिको चोरी गर्ने अन्य कुनै तरिका अपनाएको भन्छ। यदि क देखि यहाँसम्मका यो तरिका नअपनाइकन अन्य तरिका अपनायो भने पनि कसुर गरेको मानिने। उपदफा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि कसुरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा प्राविधिक जाँचबुझ हुँदा के भन्छ प्राविधिक जाँचबुझ हुँदा ग्राहक अथवा उपभोक्ताको तर्फबाट नभई अन्य कुनै प्राविधिक कारणबाट अथवा भवितव्यबाट ऊर्जामापक यन्त्र चाहिँ बिग्रिएको देखिएमा त्यस्तो अवस्थामा पनि कसुर गरेको मानिने छैन। अब त्यो चाहिँ त्यस्तो अवस्थामा के भन्छ त कसुर गरेको मानिने छैन। यदि कुनै टेक्निकल प्रब्लमले चाहिँ ऊर्जामापक यन्त्र चलेन भने उसले चाहिँ रिडिङ राम्रोसँग देखाएन भने के भन्न पर्यो त ऊर्जामापक यन्त्र चाहिँ उपभोक्ताले बिगारेको होइन, त्यो चाहिँ टेक्निकल प्रब्लमको कारणले चाहिँ चल्न असक्षम भएको भनेर चाहिँ कसुर गरेको त्यो समयमा चाहिँ कसुर गरेको मानिने छैन भनेर भनिएको छ। अर्को क्वेसन रहेको छ विद्युत चोरी नियन्त्रण ऐन 2058 अनुसार कसुरको दायित्व कसमा निहित हुन्छ भन्छ। यसमा कसुरको दायित्व कसमा निहित हुन्छ भनेर सोध्छ। हेरौँ है त। सम्बन्धी व्यवस्था चाहिँ जुन बमोजिम रहेको छ कसुरको सम्बन्धी कार्यमा संलग्न व्यक्ति कुनै व्यक्तिले कसुर गरिरहेको छ त्योसँग संलग्न व्यक्ति सम्बन्धित ग्राहक अथवा त्यस्तो कसुर गर्न मद्दत पुर्याउने व्यक्तिमा निहित हुनेछ भन्छ। जुनसुकै उपदफा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको घर वा भवनमा भएको कसुरको दायित्व देहाय बमोजिमको व्यक्तिमा निहित रहनेछ भन्छ। संस्था भयो कुन छ त अब संस्था भयो कार्यालयले प्रयोग गरेको घर भवन भयो त्यस्तो कसुरको हकमा सम्बन्धित संस्था अथवा कार्यालय प्रमुख सम्झाउनु पर्यो। भाडामा वा अन्य कुनै तरिकाबाट उपभोग गरेको घर वा भवनमा भएको कसुरको हकमा त्यस्तो घर अथवा भवन प्रयोग गर्ने संस्था भयो कार्यालयको प्रमुख भयो कुनै व्यक्ति वा परिवारले चाहिँ त्यस्तो घर अथवा भवन उपभोग गरेको रहेछ भने त्यस्तो व्यक्तिको परिवारको मुख्य व्यक्तिलाई चाहिँ गर्दनी के हुनेछ त कसुरको दायित्वमा उक्त व्यक्तिमा निहित हुनेछ। गमा भन्छ संयुक्त आवासमा अथवा एकभन्दा बढी संस्था कार्यालय व्यक्ति अथवा परिवार सामूहिक रूपमा चाहिँ बसोबास गरेको घर भयो भवन भयो कसुरको हकमा त्यस्तो घर अथवा भवन उपभोग गर्ने संस्थाहरू पर्यो कार्यालय पर्यो व्यक्ति वा परिवार मध्ये कसुरमा संलग्न संस्था अथवा कार्यालयको प्रमुख व्यक्ति परिवारको मुख्य व्यक्ति वा घरधनी पनि उक्त कसुरमा चाहिँ निहित हुने भए। यसमा यति नै सोध्छ।